क्यान्सर सरुवा रोग नभए पनि नेपालमा यसको प्रकोप बढ्दो छ। नेपालमा प्रत्येक वर्ष करिब 20,000 भन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेको र नेपालमा 11.11% मानिसको मृत्युको कारण क्यान्सर बनेको एक अध्ययनले देखाएको छ। क्यान्सर सुरुको अवस्थामा पहिचान गर्न सक्यो भने नेपालमा नै निको पार्न सकिन्छ। क्यान्सर रोगको निदान, उपचार, अनुसन्धान तथा शिक्षा प्रशिक्षणको क्षेत्रमा बहुआयामिक सेवा प्रदान गर्दै आएको एउटा सरकारी अस्पताल हो भक्तपुर क्यान्सर अस्पताल। क्यान्सर भनेर चाहिँ एउटा निको नहुने रोगहरूको एउटा समूहलाई चाहिँ एउटा भनिएको एउटा टर्म हो हैन। क्यान्सर भन्नाले कुनै एउटा रोग मात्रै छैन, त्यसमा विभिन्न प्रकारका रोगहरू छन् जसमा चाहिँ शरीरका कोषहरूको अनियन्त्रित वृद्धि भएर हैन मासुको अनियन्त्रित तन्तुहरूको रूपमा चाहिँ शरीरभरि फैलिने हैन कोषहरूको अनियन्त्रित वृद्धि हुने रोगलाई चाहिँ क्यान्सर भनिएको हो। अब त्यसको चाहिँ चलनचल्तीको भाषामा चाहिँ क्यान्सर भनिएको हो, तर मेडिकल भाषामा चाहिँ त्यसको विभिन्न नामहरू हुन्छन्। विभिन्न किसिमका क्यान्सरका विभिन्न किसिमका नामहरू हुन्छन् हैन। क्यान्सर रोग भनेको नसर्ने प्रकृतिको रोग हो। मुख्य कुरा के भने अरू व्यक्तिबाट सर्दैन हैन, तर चाहिँ आफ्नो शरीरभित्र उत्पन्न भएर शरीरभित्र चाहिँ फैलिन्छ हैन। अब कुन अङ्गमा जुनसुकै अङ्गमा पनि निस्किन सक्छ, कुन अङ्गमा निस्कियो, कस्तो किसिमको चाहिँ प्रकारको चाहिँ क्यान्सर छ त्यस अनुसार चाहिँ त्यसका प्रकृतिहरू फरक हुन्छन् हैन। अब त्यसको उपचार पनि फरक हुन सक्छ। अब विशेष गरी धेरै देखिने क्यान्सरहरू भनेको चाहिँ तपाईको यो कार्सिनोमा भन्ने क्यान्सरहरू हुन्छ। यसमा चाहिँ एपिथेलियल ओरिजिनबाट आउँछ हैन। त्यो चाहिँ तपाईको शरीरको फोक्सोमा या पेटमा, आन्द्रामा हैन, शरीरको अब यो घाँटीहरूमा, जिब्रोहरूमा यस्तो भागमा धेरै देखिन्छ कार्सिनोमा हैन। अब त्यो चाहिँ प्राय गरी चाहिँ यो धूम्रपान या सुत्ती सेवन या मद्यपान यस्ता रक्सी धेरै खाने व्यक्तिहरूलाई धेरै देखिन्छ हैन। तर त्यस बाहेक पनि अरू कुराहरूले पनि त्यसमा असर गरिराखेको हुन सक्छ। अब त्यसमा चाहिँ विभिन्न जेनेटिक कारणहरू पनि हुन्छन् र आफैले गर्दा हामीले चाहिँ मतलब त्यो कारक तत्त्वहरू हामीले आफैले चाहिँ त्यसको चाहिँ सम्पर्कमा रहेर चाहिँ त्यसले भएर गरेका कारणहरू पनि हुन्छ। भक्तपुर क्यान्सर अस्पताल नेपाल सरकारले सञ्चालन गरेको उच्च स्तरीय क्यान्सर उपचार केन्द्र हो। नेपालकै अग्रणी सरकारी क्यान्सर अस्पताल भक्तपुर क्यान्सर अस्पतालले सस्तो, विशिष्टकृत र उच्च प्रविधिको सेवा प्रदान गरिरहेको छ। यस अस्पतालले सबै तह तबकाका व्यक्तिहरूलाई उच्च गुणस्तरको चिकित्सा तथा शल्य चिकित्सा सेवा प्रदान गर्दै आइरहेको छ। क्यान्सर अघि मैले भने जस्तै के हो भने क्यान्सर भन्ने रोग चाहिँ प्राकृतिक उसको प्रकृति चाहिँ कस्तो हो भने एकचोटि एकपल्ट उत्पन्न भएपछि त्यो निको हुँदैन हैन। त्यो बढ्ने नै मात्रै हो, त्यसको बढ्दै जाने फैलिँदै जाने नै प्रकृति हो त्यो क्यान्सर रोगको हैन। त्यसैले चाहिँ त्यसको उपचार पनि त्यसै किसिमले गर्नुपर्ने हुन्छ। जहाँबाट त्यो उत्पन्न भएको छ त्यो ठाउँमा निर्मूल गर्नुपर्ने हुन्छ र जहाँ जहाँ फैलिन सक्छ या फैलिसकेको छ त्यो भागहरूलाई पनि कन्ट्रोल गरेर निर्मूल गर्नुपर्ने हुन्छ। त्यसैले चाहिँ क्यान्सरको उपचारमा मुख्य गरी हामीले चाहिँ दुई किसिमले वर्गीकरण गर्छौँ। एउटा चाहिँ जुन ठाउँमा उत्पन्न भएको शरीरको त्यो ठाउँलाई चाहिँ निर्मूल गर्नलाई कि त अपरेसन गरेर काटेर फालिदिनु पर्यो त्यो भाग हैन, कि चाहिँ त्यसलाई रेडिएसन गरेर सेकाइले त्यसलाई चाहिँ निर्मूल गर्नु पर्यो। यी दुईटा विधि चाहिँ निर्मूल गर्नको लागि प्रयोग हुन्छन्। त्यस्तै शरीरमा अन्त फैलिसकेको छ या त्यसलाई चाहिँ डाउन साइज गर्नलाई चाहिँ घटाउनको लागि चाहिँ हामी केमोथेरापी, इम्युनोथेरापी यस्ता किसिमको दबाईहरू पनि प्रयोग गर्छौँ। त्यसैले दुई किसिमले हामीले वर्गीकरण गर्न सकिन्छ क्यान्सरको उपचारलाई। एउटा चाहिँ लोकल ट्रिटमेन्ट भन्छौँ, जहाँ छ रोग त्यो ठाउँमा उपचार गर्ने। स्तनमा छ, स्तनको अपरेसन गरे त्यो लोकल ट्रिटमेन्ट भयो। तर स्तनबाट रगतको माध्यमबाट चाहिँ त्यो शरीरको अन्य भागमा पनि गइसकेको हुनसक्छ, सूक्ष्म रूपमा देखिँदैन। त्यसलाई कन्ट्रोल गर्नको लागि चाहिँ केमोथेरापी या इम्युनोथेरापी या हर्मोन थेरापी यस्ता किसिमका उपचार विधिहरू प्रयोग गरिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लब, नेपाल अर्बुद रोग निवारण संस्था तथा विभिन्न सामाजिक सङ्घ संस्थाहरूको सहकार्यमा विक्रम सम्वत 2051 सालमा सामुदायिक अस्पतालको रूपमा स्थापना भई नेपालभरिका क्यान्सर बिरामीहरूलाई स्तरीय उपचार प्रदान गर्दै
आइरहेको सन्दर्भमा विषम परिस्थिति सिर्जना भई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मिति 2077 कार्तिक 24 गते बसेको मन्त्री परिषदको बैठकले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश 2077 स्वीकृत गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत 130 बेडबाट सेवा सञ्चालन भइरहेको छ। अब सबै क्यान्सरबाट हामीले चाहिँ उपाय अपनाएर मात्रै बच्न सकिन्छ भन्ने छैन है त। त्यो मुख्य बुझ्नुपर्ने कुरा के छ भने हाम्रो शरीरमा हरेक क्षणमा कोषहरू उत्पन्न भइरहेका हुन्छन्, त्यसमा विकास भइरहेको हुन्छ र ती कोषहरू मर्ने के अरे जन्मिने मर्ने प्रक्रियाहरू चलिरहेको हुन्छ र त्यो क्रममा कुनै पनि कोषमा चाहिँ त्यसमा थोरै पनि गडबडी भएमा मात्रै पनि क्यान्सरको रूपमा चाहिँ आउन सक्छ होइन। त्यो कुरा चाहिँ सम्भावना जहिले पनि रहन्छ, सबैलाई रहन्छ होइन। क्यान्सर जसलाई पनि हुन्छ भनेरै हामीले बुझ्नुपर्ने हुन्छ। तर कतिपय कारक तत्त्वहरू चाहिँ हामीले बुझिसकेका छौँ, थाहा भइसकेका कुराहरू पनि छन्। जस्तै भनौँ न चुरोट खाने व्यक्तिलाई या धुम्रपान गर्ने, हुक्का तान्ने या सुर्ती खाने, रक्सी खाने यस्तो व्यक्तिलाई चाहिँ बढी गरेर यो चाहिँ खाने भागको या श्वास नलीको यस्तो ठाउँको फोक्सोको क्यान्सरहरू बढी भएको पाइहाल्छ। त्यसैले ती कुराहरूबाट बच्नु पर्यो, त्यस्ता कुराहरूबाट होइन। तर आफ्नो चाहिँ कन्ट्रोलमा नभएका कारक तत्त्वहरूलाई चाहिँ हामी चनाखो भएर यदि चाहिँ क्यान्सर भएको छ भने छिटो पत्ता लगाएर त्यसको चाहिँ उपचार गर्नुपर्ने हुन्छ होइन। अब अरू जस्तै नेपालमा धेरै देखिएको क्यान्सरमा चाहिँ एउटा यो सर्भाइकल क्यान्सर, जुन विशेष गरी महिलाहरूमा पाठेघरको मुखमा हुने सर्भाइकल क्यान्सर छ, त्यो चाहिँ एक किसिमको भाइरसले चाहिँ उत्पन्न गराउँछ होइन। शरीरमा त्यो भाइरस चाहिँ प्रवेश गरेपछि लामो समय त्यहाँ बस्दाखेरिमा चाहिँ त्यसले चाहिँ क्यान्सर गराउन सक्ने हो। त्यो चाहिँ सर्ने चाहिँ यौन सम्पर्कको माध्यमबाट हो। त्यसैले धेरै व्यक्तिसँग असुरक्षित यौन सम्पर्कहरू राख्ने चाहिँ कामबाट बच्नु पर्यो होइन। अब यस्ता कुराहरू चाहिँ सबै अङ्गको सबै क्यान्सरलाई फरक फरक कारक तत्त्वहरू हुनसक्छन्। जस्तै अब लिभरको लागि चाहिँ धेरै रक्सी खाने व्यक्तिहरूलाई चाहिँ भएको पाइएको छ होइन। त्यसरी रक्सी धेरै खानु भएन। अनि मोटो व्यक्तिहरूमा चाहिँ बढी चाहिँ यो क्यान्सरहरू भएको देखिएको छ, यो आन्द्राको यो क्यान्सरहरू पेटको होइन। त्यसैले मोटोपना पनि राख्नु भएन, आफूलाई फिजिकल्ली एक्टिभ राख्नु पऱ्यो। शरीरमा जति हामी कसरत गर्छौँ, जति एक्टिभ हुन्छ त्यति अक्सिजनको मात्राहरू चाहिँ बढ्छ होइन। अक्सिजनको मात्रा बढ्नुको मतलब त्यसमा चाहिँ हाम्रो हानिकारक तत्त्वहरूको चाहिँ मात्रा घट्नु हो। त्यसैले चाहिँ त्यसले चाहिँ त्यसरी फाइदा पुऱ्याउँछ। अब यस्ता विभिन्न कुराहरूबाट हामीले बच्नु पर्यो। जस्तै रेडिएसन अथवा विकिरण अथवा भाइरस जो क्यान्सर गराउन सक्ने तत्त्वहरूबाट बच्नु पर्यो। खानेकुराहरू खाँदा पनि एकदम ताजा होइन, यसमा चाहिँ धेरै प्रशोधन नगरिएका खानेकुराहरू खानु पर्यो होइन, केमिकल नराखेका कुराहरू शुद्ध प्राकृतिक रूपमा चाहिँ खानु पर्यो। त्यस्तै अब यो हामीले आफ्नो जुन कामको दौरानमा भनौँ न रोजगारीको सिलसिलामा चाहिँ विभिन्न केमिकलहरूसँग चाहिँ खेल्नुपर्ने व्यक्तिहरूले पनि ती कुराहरूबाट टाढा बस्नु पर्यो होइन। रेडिएसनसँग खेल्ने व्यक्तिहरू, काम गर्ने व्यक्तिहरूले त्यसबाट चाहिँ सकेसम्म बच्ने उपायहरू गर्नु पर्यो। र स्वस्थ व्यक्तिले पनि मलाई पनि क्यान्सर हुन सक्छ है भनेर पनि जाँच चाहिँ गर्नुपर्छ हैन। यस अस्पतालले समयमै क्यान्सर रोगको पहिचान गर्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ। क्यान्सर रोगको उपचारमा प्रयोग हुने सम्पूर्ण पद्धतिहरू अवलम्बन गरी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको छ यस अस्पतालले क्यान्सर रोगको उपचारको लागि दक्ष जनशक्ति उत्पादन गर्ने र क्यान्सर सम्बन्धी अध्ययन अनुसन्धान पनि गर्दै आइरहेको छ। यहाँ हरेक किसिमको क्यान्सरको चाहिँ उपचार हुन्छ। बढी चाहिँ क्यान्सरको हुन्छ, त्यसमाथि पनि अब जेनरल अरू रोगहरूको पनि उपचार चाहिँ भइ नै रहन्छ, शल्यक्रियाहरू भइरहन्छ। जस्तै हाम्रोमा चाहिँ सबभन्दा बढी ब्रेस्ट क्यान्सरको अपरेसन हुन्छ। झन्डै वर्षमा हाम्रो 300वटा चाहिँ ब्रेस्ट क्यान्सरको अपरेसन हुन्छ। त्यस्तै गरेर पेटको पनि हुन्छ। त्यस्तै गरेर चाहिँ हाम्रो नाक कान घाँटी गाइनेदेखि लिएर हरेक किसिमको थरीको चाहिँ अपरेसनहरू चाहिँ हामीले गर्दै आएको छौँ। सफल असफल भन्नु हुँदैन, अब कुन चाहिँ स्टेजमा क्यान्सर आउँछ त्यसमा भर पर्छ। जति ढिला आउँछ त्यो चाहिँ अलिकति कठिन हुन्छ अपरेसन गर्नु, कुनै चाहिँ अपरेसन गर्नै नमिल्ने खालको पनि हुन्छ। तर धेरै जसो चाहिँ पहिला चाहिँ धेरै अगाडि चाहिँ यो लेट स्टेज भन्नाले 3rd 4th स्टेजको बिरामीहरू धेरै आउँथ्यो। तर
तर अहिले चाहिँ अलिकति बिरामीहरू सचेत भएर पनि हुनसक्छ। अहिले चाहिँ अलिकति सेकेन्ड फर्स्टको रोग पनि पत्ता लागेको छ। जस्तो किन होला भन्ने कुरामा चाहिँ धेरै जसो अब तपाईँहरूले जस्तो यस्तो मिडियाले गर्दाखेरि पनि हुनसक्छ। क्यान्सर र हरेक मान्छेलाई चाहिँ केही घाउ भइहाल्यो कि अथवा केही गेटा आयो कि क्यान्सर हो कि भनेर आउने चाहिँ जमात अहिले धेरै नै छ। त्यसै गरेर हामीले टाइममा चाहिँ हाम्रो हस्पिटलबाट नै यो अवेरनेस क्याम्पहरू गरेर हुन्छौँ। त्यसले गर्दाखेरि पनि अहिले चाहिँ बिरामीहरू धेरै जसो ब्रेस्टकै मात्रै कुरा गर्दाखेरि धेरै जसो पहिला 4th स्टेजमा आउने गरेको हुन्थ्यो भने आजकल चाहिँ 2nd स्टेजमा आएको जस्तो पाइन्छ। जसले गर्दाखेरि यसको अपरेसन गर्दाखेरि चाहिँ यसको निको हुने सम्भावना अथवा दोहोरिने सम्भावना चाहिँ अलिक कम। यो निको नहुने रोग भन्न त मिल्दैन होइन, किनभने सुरुमा आयो भने चाहिँ यसको चाहिँ 15-20 वर्षमा अपरेसन गरेर केमो दिएर अथवा उपचार गरिसकेपछि बाँच्ने बिरामीहरू प्रशस्तै भेटिन्छन् होइन। तर अब सुरुमा रोग पत्ता लाग्नु पऱ्यो। रोग पत्ता लागेपछि समयमै उपचार गर्नु पऱ्यो। समयमा उपचार गरेर पछि पनि फेरि टाइममा फलोअप गर्नुपर्ने हुन्छ। भनेको मतलब चाहिँ अब फेरि दोहोरिन्छ कि भनेर चाहिँ फलोअपमा अस्पतालमा आइराख्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि समयमा आइराख्यो भने चाहिँ दोहोरिने सम्भावना अलिक कम हुन्छ। दोहोरिहाल्यो भने सुरुको स्टेजमा हामीले पत्ता लाग्न सक्ने हुन्छ। जसले गर्दाखेरि उपचारमा चाहिँ धेरै सुविधा हुन्छ। अन्तिममा चाहिँ यो अस्पताल सरकारी हो, त्यसमाथि पनि अब पैसा छैन, क्यान्सर भयो, अब मरिन्छ भन्ने खालको रूपमा बसिराख्नु पर्दैन। सरकारले हाम्रो हस्पिटलमा चाहिँ अरू अस्पताल जस्तै सहुलियतमा मतलब सस्तोमा चाहिँ उपचार गर्दै आएको छ। त्यसमाथि पनि क्यान्सर लागेपछि विपन्न भनेर सरकारले 1 लाख बराबरको र प्रदेशले 50,000 बराबरको सुविधाहरू दिन्छ भने हाम्रोमा बिमा पनि चल्ने भएकोले 1 लाख रुपियाँ बराबरको चाहिँ उपचार हुन्छ। त्यही कारणले दुखाइ भयो, अब 4th स्टेजै भए पनि घरमा राखिराख्नु पर्दैन, यहाँ ल्याएर उपचार चाहिँ हुन्छ है। पैसा नभइकन उपचारै हुँदैन भन्ने खालको चाहिँ जुन हुनसक्छ मान्छेलाई, त्यो खालको चाहिँ लिएर क्यान्सर भयो अब मरिन्छ पैसा छैन भनेर बस्नु पर्दैन। हाम्रो अस्पतालबाट जस्तो सहयोग हुनुपर्ने हो त्यो हामीले गर्दै आएको छौँ र गरिरहने छौँ भन्न चाहन्छु। हाल यस अस्पतालमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट मेडिकल कन्कोलोजीमा पूर्णकालीन डिएमको अध्ययन भइरहेको छ। साथै रेडिएसन कन्कोलोजीमा र गाइनेकन्कोलोजीमा एमडीका रेजिडेन्ट चिकित्सकहरू क्यान्सर सम्बन्धी विशेषज्ञ तालिम तथा अध्ययनका लागि पोस्टिङ हुने गर्दछन्। काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल शैक्षिक संस्थाहरूबाट एमडीका रेजिडेन्ट चिकित्सक र स्नातक तथा स्नातकोत्तरका नर्सिङ विद्यार्थीहरू प्रयोगात्मक अभ्यासका लागि आउने गर्दछन्। बिरामीको उपचारलाई ध्यानमा दिएर अस्पतालले हालै मात्र नयाँ अत्याधुनिक सिटी स्क्यान मेसिन, रेडियोथेरापी मेसिन, शल्यक्रिया कक्ष थप गरेको छ। अब क्यान्सरको उपचारमा अब प्रयोग हुने प्रविधिहरू सबै नयाँ नै हुन्, तर नयाँ अझै उन्नत किसिमले चाहिँ प्रविधिहरू विकसित हुँदै आइरहेका हुन्छन् होइन। विशेष गरी क्यान्सरमा उपचार गर्ने 3वटा विधि छ। एउटा अपरेसन गरेर गरिने विधि, अर्को चाहिँ रेडिएसन गरेर रेडियोथेरापीबाट गर्ने विधि, अर्को चाहिँ केमोथेरापी या दबाईको प्रयोग गरेर गर्ने विधि होइन। अब त्यसमा चाहिँ नयाँ किसिमका अझ प्रभावकारी दबाईहरू आइरहेका छन् अहिले। त्यस्तै त्यो रेडिएसनका मेसिनहरू पनि एकदमै अत्याधुनिक किसिमका चाहिँ एकदम सटिक रूपमा चाहिँ उपचार गर्ने, अरू अन्य भागलाई चाहिँ असर नगर्ने किसिमका चाहिँ रेडिएसन मेसिनहरू एकदमै एडभान्स टेक्नोलोजीमा आइरहेका छन्। त्यस्तै अपरेसनका विधिहरू पनि अहिले एडभान्स हुँदै गइरहेका छन् होइन। अब पहिला चाहिँ एउटा मानवले मतलब एउटा डाक्टरले चाहिँ अपरेसन गर्न नसक्ने किसिमका जटिल अपरेसनहरू पनि अहिले रोबोटका माध्यमबाट, अन्य औजारहरूको माध्यमबाट चाहिँ गर्न मिल्ने होइन सजिलो माध्यमहरू आएका छन्। त्यस्तै यो हाइपेक भन्ने प्रविधिहरू आएको छ होइन। अब हरेक सेक्टरमा नयाँ प्रविधिहरू आएको छन्। अब यसमा बोन म्यारो ट्रान्सप्लान्टेसनदेखि लिएर तपाईँको अब यो इम्युनोथेरापी, तपाईँको चाहिँ यो चाहिँ भ्याक्सिन थेरापी होइन, नयाँ किसिमका प्रविधिहरू चाहिँ आइरहेका छन्। क्यान्सर रोगको प्रकृति नै के हो भने यो चाहिँ
कोषहरूको अनियन्त्रित वृद्धि हो होइन। कोषहरू बढ्दै जाँदाखेरि त्यो चाहिँ मासुको डल्लोको रूपमा देखिन सक्छ होइन, या भित्री अङ्गहरूमा छ भने त्यो नदेखिन सक्छ, त्यसले चाहिँ लक्षणहरू दिन सक्छन्। जस्तै पेटमा छ भने अब पेटको जुन खाना रहने आमाशयमा चाहिँ यदि क्यान्सरको मासु डल्लो बढिरहेको छ भने त्यसले चाहिँ खान मन नलाग्ने, खाएपछि उल्टी हुने या दिशामा रगत देखिने यस्ता किसिमका लक्षण देखिन सक्छ। खान मन नलाग्ने, तौल घट्दै जाने होइन, त्यस्तो हुनसक्छ। अब यदि फोक्सोमा चाहिँ क्यान्सर उत्पन्न भएको छ भने खोकी लागिरहने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, अब त्यस्ता समस्या हुन सक्छन्। अब जुन अङ्गमा क्यान्सर छ त्यस अनुसारको लक्षण हुन्छ र लक्षणहरू चाहिँ फेरि यस्तै हुन्छ भन्ने पनि हुँदैन, लक्षणै नदेखिने पनि हुन्छ। त्यसैले चाहिँ लक्षण भन्दा पनि मुख्य कुरा चाहिँ जाँच गर्नुपर्छ होइन। अब लक्षण देखिसकेपछि गर्नुभन्दा पनि लक्षण देख्नु अगाडि नै चाहिँ नर्मल चेकअप गर्ने बानी चाहिँ सबैले गर्नुपर्छ। त्यो गर्दाखेरि चाहिँ लक्षण देखिनुभन्दा अगाडि नै भेटिन सक्छ र त्यति बेला उपचार गर्दाखेरिमा चाहिँ पूर्ण रूपमा निको हुन्छ। पहिले केमोथेरापी र रेडियोथेरापीका लागि 3 महिनाभन्दा बढी समय पालो कुर्नु पर्थ्यो। अहिले बिरामीले लामो समयसम्म पालो कुर्नु पर्ने अवस्था अन्त्य भएको छ। नयाँ सिटी स्क्यान मेसिन सञ्चालनमा आएसँगै बिरामीलाई सिटी स्क्यान गर्न अन्यत्र जानुपर्ने बाध्यता पनि हटेको छ। अस्पतालले बिरामीको समयलाई मध्यनजर गर्दै बहिरङ्ग सेवामा चिकित्सकहरूको जाँच गराउनका लागि निश्चित समय निर्धारण गरेको छ। क्यान्सर पीडित बालबालिकाको विशेष उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाइ स्थापना गरिएको छ। पिडियाट्रिक अन्कोमा चाहिँ ट्युमर्सहरू हुन्छ, सलिड ट्युमर्स र अनि हेमाटोलोजिकल म्यालिग्नेन्सी भन्छ क्या। एउटा चाहिँ रगतको क्यान्सरहरू हुन्छ, अनि अर्को चाहिँ हड्डीको गाँठागुठीको क्यान्सर। यो विभिन्न किसिमको क्यान्सरको उपचार चाहिँ हाम्रो पिडियाट्रिक अन्कोलोजी वार्डमा भइरहेको छ। यहाँ चाहिँ 2 महिनादेखि अझै 19 वर्षसम्मका बालबालिकालाई पनि हामीले चाहिँ यो वार्डमा हेरिरहेकै छौँ। यहाँ बिरामीहरू धेरै चाहिँ 14 वर्ष मुनिकै हुने भएर 14 वर्षको लागि चाहिँ फ्रीको पनि सुविधा छ। हामीसँग चाहिँ एउटा बिमा छ, नेपाल सरकारको स्वास्थ्य बिमा, त्यसबाट पनि उपचार पाउनुहुन्छ। अर्को चाहिँ विपन्न सेवा भनेर नेपाल सरकारले 1 लाखसम्मको सेवा विपन्न सेवा भनेर दिएको छ, त्यो पनि पाउनुहुन्छ। र अर्को चाहिँ 14 वर्ष मुनिकोलाई निःशुल्क सेवा छ, त्यो पनि पाइराख्नु भएको छ। अनि अब बिमाबाट विपन्नबाट पाउने सुविधा भनेको औषधिको सुविधा, त्यसपछि अस्पतालभित्रै हुने ल्याबको सुविधा, अनि अर्को भनेको चाहिँ बेड चार्ज यिनीहरू गर्न मिल्छ भने 14 वर्ष मुनिको बालबालिकालाई निःशुल्कमा पनि अब त्यो जिपिएचसिएमबाट आएको मेडिसिन प्लस अरू यहाँ हाम्रो फार्मेसीमा अभाइलेबल मेडिसिन, बेड चार्ज र ब्लड इन्भेस्टिगेसनहरू मिल्छ। अनि अब कतिपयले चाहिँ सुविधा अलिकति कम भनेर कुरा गर्नुभएको चाहिँ कतिवटा टेस्टहरू चाहिँ हाम्रै ल्याबमा हुँदैन, हाम्रो अस्पतालमा हुँदैन, त्यो बाहिर पठाउनु पर्ने पनि हुनसक्छ त्यस्तो टेस्टहरू। अनि पेटी स्क्यान हाम्रोमा आइसकेको छैन, त्यो भएर यहाँ उपलब्ध नभएको सेवाको लागि चाहिँ उहाँहरूले पैसा तिर्नुपर्छ। अनि यहाँ उपलब्ध सेवाहरू चाहिँ उहाँहरूले निःशुल्क रूपमा पाउनुहुन्छ। बाल क्यान्सरको निःशुल्क उपचारका लागि तोकिएको 3 अस्पतालमा भक्तपुर क्यान्सर अस्पताल 1 हो। थप गरिएको इकाइमा आइसियु 4, डे केयरका 4 तथा साधारण 7 शय्या रहेका छन्। यस अस्पतालमा 2 शिफ्टमा ओपीडी र क्यूआर प्रणाली सुरु भएको छ। सेवाग्राहीहरूको चाप र उपलब्ध स्रोत साधनको तारतम्यता मिलाई यस अस्पतालले 2 शिफ्टमा ओपीडी सेवा सुरु गरेको छ। बाहिर चेक गराएको भन्दा पनि बच्चा त हेल्दी नै थियो। एकैचोटि यो बाबुको यस्तो खुट्टामा नीलडाम देखियो क्या, नीलडाम देखिँदै थियो। अनि 1-2 दिन त अब ठोकिएको होला भनेर वास्ता नगरेको, त्यसपछि अलिक रुँदा नाकबाट ब्लिडिङ भयो क्या। अनि हस्पिटल लगेको, दमकमा त्यहीँ गरेको, मेरो घर चाहिँ मोरङ हो। अनि किओच हस्पिटल लगेको, यो त अलिक गाह्रै होला, उता बिर्तामोडतिर लानु भन्नुभयो, विराटनगर लानु भन्नुभयो। मैले बिएनसी लगेको, त्यहाँदेखि बोन मेरो उता इन्डिया पठाउनु भयो। अहिले बाबुलाई त धेरै नै राम्रो छ, ठिकै छ, अहिले चाहिँ सुधार हुँदैछ। 3टा किमो गइसक्यो, ठिकै हुँदैछ, राम्रै हुँदैछ, सुधार आइरहेछ। यस अस्पतालले आफ्नो सेवालाई गुणस्तरीय र व्यवस्थित गर्दै आएपछि सेवाग्राहीहरूले छिटो, सहज र प्रभावकारी सेवाहरू पाएका छन्। यस अस्पतालको उपचार सेवाबाट
बिरामी तथा बिरामीका परिवार तथा आफन्तजनहरू सन्तुष्ट छन्। यत्र बिरामीले उपचार गराइ नै राख्नु भएको छ र धेरैको निको पनि भइरहेको छ। तर यी सबै कुरा केमा डिपेन्डेन्ट गर्छ भने हामीले रोग कति छिटो पत्ता लगाउँछौँ भन्ने कुरामा भर पर्छ कि। त्यही भएर के भन्न खोजेको मैले भने सुरुवाती चरणमा नै पत्ता लाग्दाखेरि चाहिँ निको हुनसक्छ होइन। अब तपाईँको स्टेज बढ्दै गइसक्यो, अन्तिम चरणमा पुगिसकेको क्यान्सर छ भने चाहिँ निको पार्न सकिँदैन होइन। त्यसैले पहिलो स्टेजमा चाहिँ पत्ता लगाउनु पऱ्यो। कमसेकम पहिलोमा सकेन दोस्रोसम्म पत्ता लगाउनु पऱ्यो। अब तेस्रो पछि चाहिँ गाह्रो हुन्छ होइन। अब तेस्रोमा चाहिँ कुनै क्यान्सरहरू निको हुन्छ तर प्रायः चाहिँ सकिँदैन। अब चौथोमा त कुनै पनि क्यान्सर निको पार्न सकिँदैन, त्यसलाई खालि रोकथाम गर्ने मात्रै हो। त्यसैले त्यो आफ्नो हातमा नै छ कि हामीले रोग छिटो पत्ता लगायो भने निको हुन्छ, ढिलो पत्ता लाग्यो फैलिसकेपछि निको हुँदैन। त्यसमा अब उपचार प्रभावकारी नभएर या चाहिँ हामीसँग सुविधा नभएर या नेपालमा निको नभएर भन्ने कुरो होइन। यसमा चाहिँ आफूले छिटो पत्ता लगाउन सकेनौँ। किन सकेनौँ भन्दाखेरि एउटा त हाम्रो जागरुकताको कारणले पनि सकेनौँ, अर्को कुरा हामीसँग सुविधा नहुन सक्छ होइन। अब जस्तो गाउँमा चाहिँ अब क्यान्सरको लक्षणै आफूले चाहिँ देखे पनि अब त्यो जाँच गर्न नसक्ने चाहिँ सुविधा नभएर ढिलो भएको हुनसक्छ या विभिन्न कारणले। ती सबै कारणले गर्दा ढिलो रोग पत्ता लागिरहेका छन् र त्यसले गर्दा राम्रो नतिजा आइरहेको छैन। अब अरू विकसित देशहरूमा चाहिँ के हुन्छ भने अब मैले इच्छाले गएर जाँच गर्ने भन्दा पनि उमेर समूह अनुसार या जोखिम अनुसार या आफ्नो चाहिँ लिङ्ग अनुसार या बसोबास गरेको क्षेत्र अनुसार चाहिँ यो वर्ष चाहिँ तपाईँले यही जाँच गर्ने भनेर पहिल्यै फिक्स गरिएको हुन्छ र त्यो गर्दाखेरि चाहिँ त्यसका प्रारम्भिक लक्षणहरू सुरुमै देखिन्छन् र पत्ता लाग्छन् र त्यति बेलै उपचार हुन्छ र नतिजा राम्रो आउँछ। हामी कहाँ चाहिँ एकदमै रोगले चाहिँ शिथिल बनाइसकेपछि मात्रै उपचारमा आउने भएको भएर नतिजा नराम्रो हो। र अर्को कुरा अब भित्री अङ्गमा रोग पत्ता लगाउन गाह्रो हुन्छ, सुरुमा लक्षण देखिँदैन। अब बाहिर डल्लाडुल्ली आयो भने त मान्छे आइपुग्छन् जाँच गर्न, तर भित्री अङ्गमा छ भने चाहिँ जस्तो फोक्सोमै छ भने अब साधारण एउटा एक्सरे मात्रै पनि नगरिकन औषधि मात्रै खाएर अनि बस्दाखेरिमा चाहिँ अब क्यान्सर भित्रभित्र फैलेर चौथो तेस्रो चरणमा पुगिसकेको हुन्छ। त्यति मात्रै हामीले जाँच गर्न सक्यो भने एक पहिलो स्टेजमा पनि पत्ता लाग्छ नि त। पहिलो स्टेजमा पत्ता लाग्यो भने फोक्सो क्यान्सर पनि निको हुन्छ। तर हामीले यहाँ हेर्ने बिरामीहरू प्राय भनेको कि तेस्रो कि चौथो चरणमा आउने। बिरामीहरूलाई उचित ध्यान दिएर सरल र सुलभ सेवा प्रदान गर्ने थलोको रूपमा यो अस्पताल रहेको छ। यस अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा प्रशासनिक क्षेत्रमा कार्यरत सबै एकाग्र चिन्तनका साथ अस्पतालको विकासमा लागि परेका छन्। यस अस्पतालले आफ्नो सेवा विस्तार गरी बढी भन्दा बढी जनतालाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। वर्षेनी हजारौं जनताले यस अस्पतालबाट उपचार गर्ने गरेका छन्। यस भक्तपुर क्यान्सर अस्पताल आम सेवाग्राहीहरूको मन जितेर अगाडि बढेको छ।